आज मंगलबार मेरो व्रतको दिन कसरी एन्ड गरे आउनुस् हजुरहरुसँग शेयर गर्छु है त। हाई एभ्रीवान, आई एम सिमरन अनि स्वागत छ हजुरलाई मेरो भिडियोमा। आज चाहिँ म डाइरेक्ट अफिसबाट मम्मीकोमा गएको थिएँ। मम्मीले गावाको तरकारी पकाउँछु लिन आऊ भन्नुभएको थियो। उहाँको पनि व्रत हो के आज। कोसेली बोकेर बाटैबाट भाइलाई बाए भनेर म चाहिँ घरतिर एकछिन ज्यास्परसँग खेलेँ अनि सिधै आए रुममा। ब्यागको सामान पनि मिलाएँ अनि हातखुट्टा धोएर लुगा चेन्ज गरेँ। त्यसपछि बडीमा डियोड्रेन्ट र मैले चाहिँ अहिले कोकोनट ओइल लगाउँछु कि मेरो हातखुट्टामा। बास्नको लागि धुप हालेर म चाहिँ लागे किचनतिर। कोसेलीमा कटर पनि रहेछ साथीहरु, यति मिठो थियो नि। सँगसँगै खाना पनि बसालिहाले। भात पाकुन्जेल सबै भाँडाहरू घोप्टाएँ बिहानको। अनि यहाँ हेर्नु न, यो यस्तो सजिलो चेयर छ नि, सानो ठुलो दुइटै बनाउन मिल्छ कि, यसरी राख्नु पनि मिल्छ। अनि मजाले बसेर एकछिन पानी खाएँ। भातमा अझै सिटी लागेको थिएन, त्यतिन्जेल चाहिँ मैले भाँडा साडा सबै माझेँ अनि भगवानलाई भोग चढाएर खाना पस्केँ। आजको खाना चाहिँ यस्तो थियो साथीहरु। त्यसपछि खाना खाएर सरसफाइतिर लागे। सबै काम सकेपछि बेसन यतिको सफा भयो भने चाहिँ मलाई छुट्टै आनन्द आउँछ। बिहानको लागि नट्सहरू भिजाएँ अनि जल राखेर म चाहिँ गएँ योगा गर्नलाई। एकछिन यो सुन्नुस् है त। आज चाहिँ मेरो अनलाइन योगा क्लास थियो। मेरो गुरु सुजिनाजी हुनुहुन्छ द ग्रेस योगाबाट, उहाँ देख्न सक्नुहुन्छ। हजुरहरूलाई पनि योगा गर्नु मन छ, सिक्न मन छ भने उहाँलाई कन्ट्याक्ट गर्नु होला, हजुरले रिग्रेट गर्नुहुने छैन। त्यसपछि मेरो लाइभ सेसन पनि सकियो अनि उहाँलाई बाई भनेर म चाहिँ लागे आफू मेडिटेसन गर्न। एकछिन ध्यानमा पनि बसे। योगा पछिको मेरो शरीरको एनर्जी एकदमै डिफरेन्ट हुन्छ एन्ड आई फिल सो लकी दैट आई इन्भेस्ट माई टाइम अन योगा। त्यसपछि स्किन केयर गरे, ब्रस गरे। 11 पनि बजिसक्यो। अब भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ। बाई बाई।